हेलो नमस्ते सबैजनामा। आज म हजुरहरूमा एकदमै रोचक अनि सन्देशमूलक कथा लिएर आएको छु, जुन कथाको शीर्षक छ फुलको बिउ। कुनै गाउँमा एक मेहनती बाबु थिए। उनका 4 भाइ लक्का जवान छोराहरू पनि थिए। बुढेसकालतिर लाग्दै गर्दा उनी आफ्ना छोराहरूलाई एक गतिलो सन्देश दिएर मात्र मर्न चाहन्थे। त्यसैले एक दिन उनले आफ्ना 4जना छोराहरूलाई आफ्नो अगाडि बोलाउँछन्। बाबुको आदेश हो, छोराहरू नआउने त कुरै थिएन। 4जना छोराहरू बाबुको अगाडि खडा हुन्छन्। बुढाले भन्छन्, छोराहरू, अब मेरो मर्ने बेला पनि हुन लाग्यो। म अब बुढीलाई लिएर 4 वर्षका लागि तीर्थयात्रामा निस्किँदैछु। तर तीर्थयात्रामा जानुभन्दा अगाडि मैले तिमीहरूलाई केही फुलका बिउहरू दिन्छु। तिमीहरूले याद राख्नु कि ती बिउ म फर्केर आउने बेलामा मलाई फिर्ता गर्नुपर्नेछ। यदि भनेर ती बाउले एक एक मुठी फुलका बिउहरू ती 4 भाइ छोराको हातमा हालिदिन्छन्। जेठो चाहिँ अलि मूर्ख स्वभावको रहेछ। उसले बाहुले भनेको पनि त्यति नटेर्दो रहेछ। उसले फुलको बिउ पाउने बित्तिकै के नदेलान् भनेको त यस्तो नचाहिने कुरा पो दिन्छन् बुढाले भन्दै फोहोर फाल्ने डब्बामा फ्याँकिदिन्छ। त्यस्तै माइलो चाहिँ जेठो जस्तो मूर्ख त होइन, बरु आज्ञाकारी चाहिँ रहेछ। उसले बाबुले दिएको फुलको बिउ आफ्नो श्रीमतीलाई लगेर दिन्छ र त्यो सुरक्षित राख्न भन्छ। ससुराले दिएको नासो भन्दै माइली बुहारीले त्यो बिउलाई कपडामा पोको पारेर पूजा गर्ने अँध्यारे कोठामा लगेर थन्काउँछिन्, ताकि ससुराबा फर्केर आउँदा तत्कालै झिकेर दिन सकियोस्। अर्को छोरा थियो, तेस्रो छोरा, साइलो छोरा। ऊ चाहिँ अलि पढे लेखेको, नाफा घाटा र मार्केट बुझेको रहेछ। उसले सोचेछ कि यो बिउ 3-4 वर्षसम्म आफूसँग राखेर के काम, बरु यसलाई बजारमा लगेर बेचिदिउँ र पैसा लिउँ। बाउ फर्केर आउँदा फेरि किनेर दिए भइगयो नि। न मुसाले खाइदेला भन्ने डर, न हराउला भन्ने डर। उसले त्यो बिउ लगेर बजारमा बेचिदिन्छ। अन्तिम छोरा थियो कान्छो। उसले अलि लाटो र खासै बुद्धि नभएको भन्ने ठान्थे, तैपनि ऊ आफूलाई कहिल्यै कमजोर ठान्दैनथ्यो। उसले बाबुले दिएको फुलको बिउलाई यत्तिकै थन्काएर राख्नुको सट्टा बारीमा लगेर छरिदिने सोच बनाउँछ। पहिलो वर्ष फुलका 10-12 बोटहरू मात्र उम्रिए। उसले ती बोटबाट करिब 2 माना जति बिउ बनायो। अर्को साल उसले त्यो बिउ आफ्नो पुरै बारीमा छरिदियो। यो साल फुल यति मौलाए कि उसले धेरै फुलहरू बेचेर बनग्गे पैसा कमायो। तेस्रो साल पनि यति राम्रो उत्पादन भयो कि उसले तिनै फुलहरू बेचेर नयाँ घर पनि बनायो। जब 4 वर्ष बिते तब उनीहरूका बाउ तीर्थयात्राबाट फर्किन्छन्। घर आइसकेपछि फेरि उनले 4 भाइ छोराहरूलाई बोलाएर आफूले राख्न दिएको फुलको बिउ माग्छन्। तब जो जेठो चाहिँ थियो, जसले फुलको बिउ फोहोरको टोकरीमा फ्यालिदिएको थियो, उसले त बाउले बिउ दिएका छन् भन्ने कुरा पनि बिर्सिएको रहेछ। बरु उसले झर्किँदै भन्छ, दुष्ट बुढा, सुनचाँदी राख्न दिएका थियौ र आज आएर माग्छौ? यस्तो जाबो फुलको बिउ त कता गयो नि, अहिले आएर के माग्छौ? ती बाउले माइलो छोरासँग फुलको बिउ माग्छन्। माइलो छोराले कपडामा पोको पारेको बिउ निकालेर लौ लिनुहोस् भन्दै बाबुको अगाडि राखिदिन्छन्। यसो बिउ हेर्छन् त 4 वर्षमा त्यो बिउ सडेर धुलो पिठो बनेको थियो। ती बिउमा माटोमा छर्यो पनि उम्रन सक्दै थिएन। बाबुले साइलो छोरालाई डाक्छन्। साइलो छोरो हतार पसलमा त्यो फुलको बिउ किन्न जान्छ, जहाँ उसले 4 वर्ष पहिले त्यो बेचेको थियो। तर अहिले पसलमा त्यो फुलको बिउ आएकै रहेनछ। उसले 10 रुपैयाँ बुवाको अगाडि राख्दै भन्छ, यही हो तिमीले दिएको बिउ, बेचेर आएको पैसा। अब पालो थियो कान्छोको। कान्छोले बाबुको हात समातेर आफ्नो नयाँ बनेको घर देखाउँदै भन्छ, ओ बुबा, हेर्नुहोस्, तपाईँले दिएको बिउ, त्यही बिउबाट फुलेको फुलहरू बेचेर बनेको घर हो त्यो।
बाबु छक्क पर्छन्। फेरि कान्छीले घर अगाडिको बारीमा फुलिरहेका रङ्गीन फुलहरू देखाउँदै भन्छ, अरू चाहिँ भने बारीमा फुलिरहेका छन् र त्यतिले पनि पुगेन भने हिँड्नुहोस् घरभित्र पकारीमा, जहाँ जम्मा गरेर राखेको 2 क्विन्टल ताजा बिउ पनि छ। यी सबै कुरा अन्य भाइहरूले पनि सुनिरहेका थिए। 4 वर्षको अवधिमा अरू 3 भाइको अवस्था जस्ताको तस्तै थियो, तर कान्छोको आर्थिक मात्रै होइन, सामाजिक प्रतिष्ठा पनि गाउँभरि फैलिएको थियो। एकचोटि विचार गर्नुहोस् त, यदि यो कथामा उल्लेख गरिएका बाबु भनेका ईश्वर हुन् र सन्तान भनेका हामीहरू हौँ भने ईश्वरले दिएर पठाएको हाम्रो जन्मजात क्षमता र सिपलाई हामीले कस्तो काममा प्रयोग गरिरहेका छौँ? कसैले यो कथाको जेठो छोराले जस्तै चिन्दै नचिनी खेर फालिरहेका हौँला, कसैले माइलो छोराले जस्तै यत्तिकै प्रयोगै नगरी साँचेर राखेका हौँला, त कसैले साइलो छोराले जस्तै आफ्नो कला र क्षमतालाई राम्रोसँग ननिखारिकनै नफुलाइकनै सस्तो मोलमा बेचिरहेका हौँला। यो कथाको कान्छो छोराले जस्तै आफ्नो क्षमतालाई साँच्चै फुलाएर बाँच्नु भएको छ भने बधाई छ यहाँहरूलाई। छैन भने अब समय आएको छ जीवनमा परिवर्तन ल्याउने। आफूसँग प्रतिभा भएर मात्र हुँदैन, जसले आफ्नो प्रतिभालाई निखार्दै र उत्कृष्ट बनाउँदै लैजान्छ उनी एक सफल व्यक्ति कहलाउँछन्। यो संसारमा प्रतिभाशाली व्यक्तिहरू त धेरै छन्, तैपनि उनीहरूले सफल भने बनेका छैनन्, किनकि उनीहरूले आफ्नो क्षमतालाई नै चिनेका छैनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा हो आफ्नो प्रतिभा चिन्नु, आफू केका लागि जन्मेको भनेर पत्ता लगाउनु। त्यसपछिको काम हो आफ्नो क्षमतामा धार लगाउँदै जानु, अनि बल्ल हामी त्यो क्षेत्रको बादशाह बन्न सक्छौँ। ईश्वरले सबैजनालाई जन्मिँदाखेरि केही न केही गिफ्ट दिएरै पठाएका हुन्छन्। पहिले त्यसलाई चिन्नु अनि मलजल गर्नुले नै हामीलाई सफलताको मार्गमा डोराउँछ। धन्यवाद।